इन्डियातिर चाहिँ धेरै क्वान्टिटीमा यो तरकारीहरू बनाउँदाखेरि कसरी बनाउँछन् भनेर चाहिँ यो भिडियोमा छ क्या। यो चाहिँ आलु पनिर प्याजको रेसिपी हो होइन। नत्र अरू अरू कुराको तरकारी पनि बल्कमा एकदम धेरै बनाउनुपर्छ भने चाहिँ उनीहरूले यस्तै गरी बनाउँछन् क्या। यसरी ठुलो ठुलो अमाउन्टमा काट्नु पऱ्यो, त्यसपछि यत्रो ठुलो हान्डी जस्तोमा राख्ने, अनि यो सबै यो मसलाको मिक्सरहरूलाई चाहिँ पिस्ने के प्युरी बनाउने। अनि त्यसपछि हेर्नु त तेल यस्तो मजाले तेल हाल्छन्, तेलमा यस्तोसँग फ्राई गरेर यसरी फ्राई गरेर अनि पो मिठो हुन्छ त क्या। यस्तो हेर्दै मिठो होला जस्तो गरिसँग त फेरि सिङ्गे प्याज पनि राखेका छन्। ल यस्तो मजाले पनिर प्याज आलु राखेर लेदो बनाएको, हेर्दै मिठो होला जस्तो छ। यो त कति मिठो होला त खानुलाई है। तपाईँहरू पनि यसरी बनाएर खानु है, कस्तो हुँदो रहेछ।